अहिले चाहिँ साथी र म भएर चाहिँ हामी यो डाँडा सब डाँडा घुम्ने भनेर यहाँ माथि डाँडामा आइसकेका छौँ होइन। यत्रो पुल गर कुछ भाग साग मत हाना घरमा आएर यता भत्किएको घर हेर्दै बसिरहेको छु होइन। अहिले चाहिँ मान्छे कोही नबस्नु भएकोले घर चाहिँ भत्किसकेको छ। पढ्नै मन लाग्दैन भने चाहिँ यो खानु भयो भने चाहिँ तपाईँहरूलाई पढ्न मन लाग्ने छ होइन। मैले खानेवाला छु, अब म चाहिँ ट्यालेन्ट हुँदैछु होइन। यो फल चाहिँ तपाईँहरूले चिन्नु भएको छ कि छैन होइन। के भेटाएको छ हामीले जङ्गलमा चाहिँ हामीले जङ्गलमा भेटाएको होइन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई फेरि पनि अर्को नयाँ ब्लगमा होइन। अहिले चाहिँ साथी र म भएर चाहिँ हामी यो डाँडा सब डाँडा घुम्ने भनेर यहाँ माथि डाँडामा आइसकेका छौँ होइन। तर मेरो साथी चाहिँ कहाँ गयो? ए साथी कता हो तिमी? यता नि छैन। ए उता गएर क्या यता नि छैन। यस्तोमा नि छैन। मेरो साथी चाहिँ हराइसक्यो होइन। कता छ भनेर म खोज्दैछु। दिमाग टेन्सन। यहाँ रहेछ नि त। मेरो क्यामेरामा लजाउँछ कि क्यामेरामा आउन अलि यहाँ लुकेछ। यता आइज ल एकचोटि देखि साले। यो र म चाहिँ भएर चाहिँ आज घुम्न आएको होइन। टक्क माथि डाँडामा चाहिँ घुम्न आइसकेको छौँ हामी होइन। अब हामी चाहिँ कहाँ कस्तो ठाउँमा घुम्छौँ, कस्तो ठाउँहरू घुम्छौँ, कहाँ जान्छौँ भन्ने कुरा चाहिँ म देखाउने नै छु ब्लगमा। हेर्दै जानु होला होइन। भिडियो चाहिँ एकदम रमाइलो हुनेवाला छ। आज चाहिँ म अलि फ्लग स्टाइलमा गर्न चाहन्छु होइन। भोइस पनि आज सायद मेरो चेन्ज गर्छु होला। हे भगवान हे त्यो स्टाइलमा चाहिँ आज भ्लग गराउने कोसिस गर्नेछु होइन। हेर्दै जानु होला कतिको रमाइलो हुन्छ होइन। आई होप तपाईँहरूलाई सबैलाई राम्रो लाग्ने छ। यति भन्दै ब्लग स्टार्ट गर्न चाहन्छु। धन्यवाद। के हेरिरह? अब चाहिँ भ्लग स्टार्ट हुँदैन है। भ्लग त अघि नै स्टार्ट भइसक्यो। थाहा छैन? अहिले चाहिँ हामी यहाँ माथिदेखि तल आएको छौँ होइन। हामी चाहिँ अहिले चाहिँ यहाँ पुरा जङ्गलको पुरा कुना हिँड्ने भनेको छ यो साथीले चाहिँ। त्यसैले त हामी जङ्गलको कुनामा छन् मार्दैछौँ। यो चाहिँ हेर्न सक्नुहुन्छ स्पाइडरम्यान। यसलाई भन्छ स्पाइडरम्यान। हेर्नुहोस् कुनै उस अनुसार झुन्डेको नै छैन होइन। ए भगवान् छिटो आइज ल। के गर्छ यार होइन। हामी चाहिँ यहाँ आएको छौँ। अहिले जङ्गलमा के भेटिन्छ त्यो हामीले खाँदै आज सर्भाइभ गर्नुपर्ने हुन्छ होइन। त्यस्तै छ के गर्नु। आज चाहिँ के भन्छ त्यो यार क्या आज चाहिँ त्यो ब्लगमा चाहिँ सुरु हुन्छ हाम्रो होइन। स्वागत छ होइन। अब हामी दुईजना चाहिँ हिँडेछौँ होइन। यसलाई चाहिँ उन्यु भन्छ। उन्यु थाहा होला नि यसको नाम चाहिँ। यो चाहिँ के को लागि परेको हुन्छ भन्दाखेरि अरे त्यो दिन थाहा होइन घाँस हाल्नु परेको हुन्छ। थाहा छैन सुटर हाल्छन् घाँस हाल्छन् त्यति पनि थाहा छैन यार। यति त हुन्छ नि। अनि नलेज भनेको बढाउनु पर्छ कि मेरो जस्तो होइन। म चाहिँ यहाँ जङ्गलको बारेमा सब जानेको मान्छे चाहिँ परेँ होइन। यहाँ चाहिँ अब धेरै जाने भने के भेटिन्छ अहिले। यहाँ चाहिँ मेरो साथी पनि यहाँ बिसाइसक्यो क्या। कति हिनालय भनेको छ होइन। यसलाई चाहिँ ढौ भएछ क्या लास्टै ढौ भएछ। त्यसैले चाहिँ कति हिनालेको भन्दैछ होइन। यसको नाम चाहिँ के हो रे त्यो अमेरिकनवाला नाम छ के लुलुङ छ यसको नाम चाहिँ होइन। यो ब्रिटिसले राखेको नाम हो। त्यसैले चाहिँ यसको नाम लुलुङ छ। हामी चाहिँ अहिले हिँड्दैछौँ। अलिक तल पुगेपछि फेरि भिडियो बनाउँछौँ होइन। भगवान्लाई चाहिँ अब भिडियो त के कस्तो छ राम्रै हुन्छ होला सायद। हेर्दै जानु होला। अब अहिले चाहिँ हामी झरिसक्यौँ। त्यस्तै हो पारा। 5 hours later. अहिले चाहिँ हामी यहाँ तल आइसकेका छौँ होइन। नर्कट हेरेको हो। हामी चाहिँ यस्तो
ए यसलाई चाहिँ के भन्छ यसको नाम चाहिँ जाइफल थाहा छैन मलाई के हो थाहा होइन तर यहाँ चाहिँ खोला ठुलो आउने चाहिँ के जस्तै यत्रो पुल आहा यो पुल 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 यहाँ त पुल बनेको रहेछ साथी चाहिँ डराउँछ जस्तो पुलमा आउन नडराइ म छु आइज आइज आइ 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 के गर्छ यहाँ आइ 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 यो पुल तराउन गाह्रो पर्ला जस्तो छ ओइ के आइडिया लाउने हो त यो लौरोलाई चाहिँ पारी यस्तरी पहिले फालेर उठ उठ यहाँ चाहिँ खुल्ला ठुलो आउने भएर पुल राखिदिएको रहेछ होइन बाटो पनि खनेर दामी बनाएको छ होइन यो त अब अगाडि अगाडि मलाई बाटो देखाउने हिँड्ने भइसक्यो होइन हेरौँ अब के हुन्छ हामी चाहिँ तल आइसक्यौँ क्या आधी बाटोमा आइसक्यौँ होइन अब हामीलाई जङ्गलमा स्वादलाई गर्न भगर चाल्ली सहिलो भइसकेको छ होइन अहिले चाहिँ हामी आफ्नो गन्तव्य स्थानमा पुग्नको लागि केही समय दूर रहनेछौँ हम इधर इलाके बस्ती खोज्ने जा रहे होइन इधर इलाके बस्ती हो सकता है यता इंसान हो सकता है रह सकता है नहीं रहता तो कुछ फर्क नहीं पड़ेगा हमारा हम कैसे भी सर्वाइव करके छोड़ेगा लेकिन यार कुछ बाघ साग मत आना अगर तुम बाघ देख रहे हो तो वीडियो लेकिन मेरे बात सुनो प्लीज इधर मत नहीं आजा नहीं आऊँगा नहीं आ जाओगे भन्ने आशा कर रहा था मैं हम यता आइसक्यौँ होइन यता आइसके थियौँ और हमारा इधर पुल देखा तो मैंने वीडियो बनाने का को फैसला कर लिया हम हिंदी भी थोड़ा थोड़ा जानता है इसीलिए हम हिंदी में भी बात करता है थोड़ा थोड़ा हिंदी बहुत अच्छा है हमारा इसीलिए हाम्रो हिन्दीमा कुनै पनि कमी छैन जस्तो मलाई लाग्छ होइन अहिले चाहिँ हामी टक्क अब ओरै डाँडामा आइसक्ता है और हम इधर आता है तो हम क्या बोलता है अरे भिडियो बन्द गर क्यामेरा त अन्धी है ल अहिले चाहिँ हामी घुम्दा घुम्दै यो ठाउँमा आएर बसिसकेका छौँ होइन हामीलाई गर्मी भइसकेको छ एकदम होइन त्यसैले हामी चाहिँ यहाँ आएर बसिरहेको छौँ होइन तँलाई केही भन्न छ ए मलाई त केही भन्नै छैन एकदम रमाइलो हुँदैछ होइन रमाइलो गर्दै आयो आज मैले भ्लग पनि बनाएँ एकदम रमाइलो छ अनि तिमीलाई चाहिँ के भन्न छ नि अरे हमारा तो क्या बोलना ए हमरोलाई तो के कुछ नहीं बोलना है इधर हम आए हमको बहुत रमाइलो हुआ ऐसा ही लग रहा है मेरे को लेकिन हम कुछ बोलते नहीं हम हिंदी में बहुत टैलेंट है इसीलिए हम हिंदी थोड़ा थोड़ा बोल जाते हैं नेपाली थोड़ा थोड़ा आता है लेकिन हिंदी बहुत अच्छा बोलते हैं हम लोग अनि के भन्न लाथे माटोग्ने ल त्यही हो अनि तपाईले हिन्दी चाहिँ यति राम्रो हिन्दी चाहिँ कहाँबाट सिक्नु भयो अनि वो हम मुनि बच्चाओ मोटू पतलू हेरते थे इसी से हिंदी थोड़ा थोड़ा नहीं हिंदी बहुत ज़्यादा सीख लिया लेकिन नेपाली थोड़ा थोड़ा हम देखते हैं इसीलिए हम थोड़ा थोड़ा नेपाली भी बोलते हैं हमारा हिंदी बहुत राम्रो छ राम्रो है इसीलिए हम हिंदी बहुत बोलते हैं लेकिन ये घर किसका है ये घर
मेरा है क्या करोगे तुम त्यसै गफ नहान्नु न यो घर त अरूको हो ल अहिले चाहिँ हामी घर देखाउने जानेछौँ आमै केटाहरू ओर्ने यहाँ चाहिँ पानी छ कि जस्तो छ होइन टङ्की पनि रहेछ यहाँ चाहिँ होइन टक्क यहाँ घर भत्किएको छ यहाँ माथि उक्लिनु हुन्थ्यो यार सकिन्न के जस्तो छ तर यहाँ चाहिँ घर एकदम भत्किसकेको छ घर चाहिँ होइन घर कसको चिनी मैले चिने जस्तो लाग्यो हो त्यो के छ नि त्यो अरे के बात कर लिया अच्छा रे ये घर तो हमारा है रे अरे तुम्हारा नहीं है ये तो हमारा है कमला अरे यो घर त्यो दुइटै गएन यो जङ्गलमा बसेको घर लहलचामा यहाँ आएर बसिसकेको छु होइन पारा पनि टक्क चढ्दैछ यहाँ घरमा आएर यता भत्किएको घर हेर्दै बसिरहेको छु होइन अहिले चाहिँ मान्छे कोही नबस्नु भएकोले घर चाहिँ भत्किसकेको छ म चाहिँ यहाँ बस्छु अब एकछिन यहाँ बसेर आराम गर्छु त्यसपछि म जान्छु कहाँ जाँदैछु त्यो तपाईँहरूलाई थाहा हुनेछ अहिले एकैछिनमा बाई बाई A few moments later. र अहिले चाहिँ मलाई जङ्गलमा हिँड्दा चाहिँ मैले एउटा इम्पोर्टेन्ट चिज भेटाएको छु होइन यो चाहिँ बहुत ही राम्रो औषधि हुन्छ होइन यो चाहिँ औषधि दिएको पनि हुन्छ यो चाहिँ के को औषधि भन्दाखेरि पढ्नै मन लाग्दैन अब पढ्नै जसरी भए नि पढ्नै मन लाग्दैन भने चाहिँ यो खानुभयो भने चाहिँ तपाईँहरूलाई पढ्न मन लाग्ने छ होइन यसको नाम चाहिँ हो होइन यसको नाम चाहिँ हो यो चाहिँ मैले खानेवाला छु अब म चाहिँ ट्यालेन्ट हुँदैछु होइन मैले खाइसकेँ होइन यो चाहिँ एउटा खाए पुग्छ मलाई त होइन यति भए चाहिँ यो चाहिँ तपाईँले मलाई अर्डर गर्न सक्नुहुन्छ होइन यस्तो फलेको छ यसले चाहिँ तपाईँहरूको दिमाग तेज गराइदिनेको साथै तपाईँहरूलाई एकदम पढ्नको लागि पढ्न मन लाग्ने बनाइदिनेछ होइन त्यही हो कुरा यो चाहिँ टिमर यसको नाम नजानी भने तपाईँको कामै छैन यति पनि चिन्नु भएन भने त्यो काम छैन होइन यो चाहिँ टिमर त अघि माथिको त खाइस् कि नाइ कहाँ खाने यार त्यो फाल्टुको मात्र क्यामेरा त अन है ल अहिले चाहिँ हामी यहाँ फेरि तल आइसकेका छौँ होइन हामी चाहिँ हिँड्दै गर्दा यहाँ चाहिँ एकदम खतरनाक चिज भेटिएको छ होइन खतरनाक चिज भेटिएको छ यसको नाम चाहिँ देखाउनु गइरहेको छु होइन यो तपाईँहरूले चिन्नु भएको छ छैन यसको घेरा थिप्छु यो फल चाहिँ तपाईँहरूले चिन्नु भएको छ कि छैन होइन यदि चिन्नु भएको छ भने कमेन्टमा आएर लेखिदिनु होला डेम्मर होइन तपाईँहरूलाई मलाई थाहा छ तपाईँहरूलाई यसको नामै थाहा छैन ठिक छ तपाईँ कतिपयले चिन्नु भएको छैन होला यदि तपाईँहरूले चिन्नु भयो भने कमेन्टमा आएर लेखिदिनु होला डेम्मर भनेर लेखिदिनु होला तपाईँहरूले लेख्नै सक्दैन भने मलाई थाहै छ होइन किनकि तपाईँहरूलाई यसको नामै थाहा छैन होइन तपाईँहरूले कमेन्टै गर्दैन मलाई थाहा पक्कै र अहिले चाहिँ त्यहाँ तलतिर पानी छ जस्तो छ होइन सोचो गरेको अहिले तल गएपछि हामी पानी भेटाउनेवाला छौँ अहिले चाहिँ हामी यहाँ यसरी बसेको छौँ हामी चाहिँ होइन एकछिनपछि जान्छौँ हामी चाहिँ अहिले चाहिँ यहाँको फल हेर्दैछु म चाहिँ यो अधिकवाला हो यसको नाम चाहिँ तपाईँहरूलाई पक्कै पनि थाहा छैन भने मलाई उस छ होइन कमेन्ट गर्नुलाई थाहा छ भने ल बाई 5 hours later. ल अहिले चाहिँ हामी यस्तो ठाउँमा आइसकेको छौँ कि जहाँ कोही मान्छे पनि बस्दैन होइन यो चाहिँ पुरै जङ्गल मात्रै छ यहाँ चाहिँ कोही बस्ने आश पनि छैन पुरै डर लाग्ने छ होइन हामी चाहिँ यस्तो फर्स्टचोटि होला हामी यस्तो ठाउँमा आएको होइन हामी चाहिँ होला यो ठाउँमा पहिलोचोटि आएको अहिलेसम्म कोही आएको छैन होला ओए उता त्यो चाहिँ के हो त ए झुक्किएछु म चाहिँ कहिलेकाहीँ मिस्टेक भइहाल्छ होइन मेरो आँखा फेरि अलिक कमजोर भयो कि त्यही भएर ल अहिले त हामी तल आइसक्यौँ घाम पनि डाँडाको टुप्पामा के भन्छ मैले डाँडाको टुप्पामा भनेको के त्यो फ्यान बस है गएर छिटो ल अहिले चाहिँ हामी झर्दैछौँ घाम चाहिँ भर्खर खतरा लागेछ होइन हामी चाहिँ तल आइसक्यौँ कहाँ अट्किन्छ
फुङ्गाल 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 ल गाडिसकेको छ होइन ल हामी चाहिँ अब अति बाटोमा रमाइलो गर्दै आइयो के गर्दै आइयो होइन ल हामी चाहिँ बसेर बस्दै आयो रमाइलो गर्दै आयो त्यस्तै छ यहाँ चाहिँ खतरा फुल फुलिरहेछ होइन टक्क फुल फुलिरहेछ ल अहिले चाहिँ म यहाँ आएर बस्नु छु होइन यहाँ तल खोला पनि आइसक्यो होइन पानी चाहिँ चिसो आइरहेको छ होइन टक्क पानीमा मुखसुख धुनुपर्छ अब पानी सानी खानुपर्छ होइन पानी चाहिँ एकदम ल पानी चाहिँ एकदम चिसो छ होइन एकदम चिसो खान्छ होइन म यहाँ निकै घुम्छु होला यस्तो अब आइसक्यो होइन अब त्यही तल जान छ हामी चाहिँ होइन यस्तो चिसो पानी छ कि यस्तो चिसो खानु सक्छ यो चाहिँ यहाँ यस्तो कडा खाना गरेर ल ल हुन्छ म यहाँ माथि भन्न फेरि तल हो कि माथि होइन यहाँ तल आएर बसिसकेको छु होइन म जाने चाहिँ उहाँ तलतिर कस्तो जुम पनि हुन्न यार यहाँ चाहिँ तलतिर हो जाने होइन चाहिँ म यहाँ चौतारीमा चिकनको जरामा आएर टक्क बसेको छु होइन बाख्रा चाहिँ त्यहाँ छ यताको जिन्दगी यतै बस्दैछु होइन म चाहिँ अनि झन् भलक गर्ने यस्तो मैले भलक नगर्ने त भलकै हुन्न पनि ए यहाँ चाहिँ बाक्सल है होइन बाक्सल अहिले तर म बाक्सल फिल्म बाक्सल ल मेरो चाहिँ यहाँ तिनवटा ए अनि ठुल्ठुला ढुङ्गा मेरो चाहिँ तिनवटा ढुङ्गा होइन ल तेरो चाहिँ तिनवटा काठ बनायो ल बाक्सल फिल्म बाक्सल होइन बुद्धि छ ल है तिनवटा है त्यो तिनवटा कुकरले कहाँ राख्ने म बिचमा राखेँ ल त्यसो भए मैले यहाँ राखिदिएँ है ल मैले यहाँ राखेँ ल तैँले राखेँ ए मैले यहाँ राखेँ तेरो दिमाग यहाँ खान्छु भने होला छैन मैले दिमाग राखेँ यहाँ राखेँ म कहाँ राख्नु त यहाँ राख्नु भने त यहाँ राखेँ ल त्यसो भए मैले यहाँ सारेँ मैले खाएँ मैले जितेँ तँ मलाई जित्नै सक्दैन तैँले बिचमा राखेर ल त्यसो म जित्थेँ तैँले जित्नै सक्दैनस् ल तैँले बिचमा राख्छ ल म यहाँ राखेँ र त्यसो भए मैले पनि यहाँ राखिदिएँ ल फेरि मैले यहाँ बिचमा राखेँ ल खान्छु भनिहाल्छ यहाँ खाली ठाउँ छ म यहाँ राख्थेँ तैँले त्यहाँ राखेँ मैले यहाँ राखेँ ल आइडिया लाइफ यहाँ राखेँ मैले ल के गर्छस् मैले त्यसो भए यहाँ सारेँ ल मैले यहाँ सार्थेँ ल त्यसो भए मैले दुईवटा ठुला पऱ्यो मैले पिच्चाको सारेँ ए देखिस् मैले जितेँ कुल जित्ने रहेछ होइन भन्दा त म ट्यालेन्ट छु ट्यालेन्ट यसमा त हाले म कहिले गराएँ यार भलक पनि के बनायो होइन अजिबवाला भलक बनायो भलक इन गर्नेवाला छु होइन अनि आज भलक बनायो तँलाई कस्तो लाग्यो ए मलाई भलक गराउन एकदम रमाइलो लाग्यो होइन जङ्गलमा के भेटिन्छ त्यही खान्छौँ भनेर खाइयो होइन के खाइयो ल के खाइयो रमाइलो गर्दै आइयो भलक गराउँदै आइयो होइन हामी जङ्गलमा एउटा चिज पनि भेटाएको छौँ होइन के भेटाएको छौँ हामी जङ्गलमा चाहिँ हामी जङ्गलमा भेटाएको होइन जङ्गलमा चाहिँ होइन घरबाट ल्याएको विशेष नबोल्न यहाँ भिडियो बनाउनु लाग्यो क्यामेरा आएको छैन क्या ल हाम्रो यहाँ भिडियो बनाउँछौँ काँक्रा खाँदैछौँ होइन एउटा कराई छ रिलाउनु भोग्ला खान्छ ल के कस्तो लाग्यो होइन भिडियो चाहिँ अहिले जाने बेलामा टुङ्ग्याउँछु एकछिन काँक्रा खान्छु ल
काँक्रा चाहिँ बबाल छ न मिठो छ कल के भन्ने हम कुछ नहीं बोलेगा तो क्या करेगा हमने भलक आज ऐसे बनाया था है ना भलक लेकिन बहुत अच्छा था हमको बहुत रमाइलो भैया इतना रमाइलो भैया कि हमको जिंदगी भर कभी नहीं भूलेगा हम जिंदगी में कभी नहीं आएगा इसके साथ इसने इतना दोहराया इतना खुशी दिया कि हमारे रमाइलो मैं इससे आगे कुछ नहीं बोलूँगा कुछ समझिए बाई मेरे सब ब्लॉग बनाए तू खाएगा ल भलक चावल ल भलक चावललाई यति नै होइन अब मात्रै आइसक्यो होइन अब चाहिँ भलक गरेर राख्नु होइन अहिले अब अर्को भलकमा भेटौँला होइन अहिले चाहिँ भलक यतिसम्म हेर्नुभयो भलक के कस्तो लाग्यो होइन यति बेलासम्म हेरेर साथ दिनुभयो आई होप तपाईँहरूलाई रमाइलो भयो होला भन्ने आशा गरेको छु र यस्तै यस्तै भलक हेर्नका लागि सुन्दर ब्लग चिएलाई चाहिँ साइडमा काँक्रा छ भने काँक्रा फेंक के कुछ भी फेंक के सब्सक्राइब कीजिए वो लाल वाला बटन है ना उसको दबा दीजिए एम करते हैं 2 लाइक की ल यति नै हो भलक चाहिँ होइन आजलाई भलक चाहिँ यहीँ बन्द गर्न चाहे होइन धेरै धेरै धन्यवाद बाय बाय